हेर्नु साथीहरू, अब मर्ने मरिसक्यो हैन, मार्नेले मारिसक्यो, जेल जानुपर्छ, सजाय पाउनुपर्छ, त्यो सबैलाई थाहा छ। नेपाली ब्रोले आफ्नो श्रीमती हत्या गर्यो, ठिक छ। यो पुरा सामाजिक सञ्जालमा भाइरल छ, चारैतिर युट्युबरको खाने भाँडो भइरहेको छ, फेसबुकरहरूको खाने भाँडा भइरहेको छ यही कन्ट्रोभर्सीले। अब यो कन्ट्रोभर्सीलाई स्टप गरौँ, सजाय दिउँ, 20 वर्ष होइन 40 वर्ष सजाय दिउँ, दिन रात गन्दा 20 वर्ष जेलमै सड्ने गरी। 20 वर्ष दियो भने 10 वर्ष हुन्छ, यताउति गर्दाखेरि त्यही 8-9 वर्षमा निस्किन्छ होइन। त्यो हुनाले चाहिँ 20 वर्ष बगैँचा जन्मकायद जस्तै हालिदिउँ होइन। मार्नेले मार्न नआउने हो होइन, सम्पत्ति पुरै दिए तापनि एउटा खुसीका साथ दिने हो नि त। त्यसरी चाहिँ अन्तिम जीवसको अन्तिम छेदमा चाहिँ नेपाली बुढोले यसरी चाहिँ हत्या गर्नुपर्छ आफ्नो श्रीमतीलाई? त्यो पनि फेरि 2-3 दिन अगाडि त्यो मुखहरू पनि अलिकति सम्हालेर बोल्नु भएको थिएन उहाँ श्रीमतीज्यूले पनि होइन, उहाँको श्रीमतीले पनि। अब खै अब उहाँहरूको आन्तरिक मामलाहरू यो कसैले पनि थाहा छैन। अहिले रिसमा निकाल मार्छु म काट्छु भनेर चाहिँ चौकी अगाडि गएर यति धेरै उफ्रिँदैमा केही हुनेवाला छैन, ठिक छ नि। ल त्यसैले चाहिँ सबैले यो सुझाव हो, नेपाल सरकारले कडाभन्दा कडा सजाय दिनु पर्यो। हिजोको दिनमा जस्तो, हिजोको मन्त्रीहरूले जस्तो त्यसलाई चाहिँ 10 वर्ष सजाय हुँदाखेरि यताउति पावर लगाएर 5-6 वर्षमा निकाल्ने, 20 वर्षको हुँदाखेरि 10 वर्ष पनि नपुर्याइकन दिनरात गन्दाखेरि नपुर्याइकन निकाल्ने जस्तो क्रियाकलाप गर्नु भएन। सिधा 20 वर्ष हाल्नु पर्यो सालेलाई। जय नेपाल।